अब हाम्रो यात्रा यहाँबाट सुरु भयो। एकजना साथी मिस भइरह केटो बिरामी भएर जान पाएन। दाइको केही भन्नु छ? अब मिस गरिरहेछौँ के हो त्यही हो। सन्चो भइरहेछ भने अझ रमाइलो हुन्थ्यो। एकदम रमाइलो गर्ने साथी आएन कि आज अब बिरामी भएर। अब फेरि नेक्स्ट टाइम केही नभए पनि कतै आउनु होला। अब गेट वेल सुन भन्छु अब के अरे यो फुइयासमीमा घुमेर रमाइलो गर्नुपर्छ। अब आजको जर्नी चाहिँ हेर्दै गर्नु होला हाम्रो के हुन्छ। अब रमाइलो गर्नेवाला छौँ हामीले। अब तिम्रो माया लौ मलाई रक्सी झै चढेछ राफ्टिङ बिसाउने खोजिरहेको छु तिमीहरू बाटो छ बेग्लै भेट्ने हाम्रो लभबर्ड्स। म चाहिँ यता छु अनि अब चाहिँ हामी कता एक्वेरियम आयो आयो मेरो भ्लगमा दियो। एक्वेरियम होइन माछाको भेराइटीहरू चाहिँ यहाँ रहेछ माथि। डिजाइन पनि दामी दामी छ माथिको। स्टोन हो यहाँनिर रहन खतरा सिल माछा अरे माथि उयो कत्रो माछा नि अगाडिबाट मात्र यतिकै देख्यो त्यो कोही नै भएन। सही जग्गा थाला नि हेर्नु भिडियो कति लामो हो यो त नि हड्डी नि हो दाइ ब्लू हल्के यतापट्टि छ नि
पठाइ जाऊ न हामी चाहिँ अब भोकले खाना खान जाँदैछौँ क्यामेराले अब मलाई देखाउँदैन अब के गर्नु ले घुम्छ आफै घुम्छ यार क्यामेरा पनि हेब्यो मेरो अनुहार मन पराएन क्यामेराले अब के गर्नु देखाउँदैन है गाइजहरू यो ठाउँ चाहिँ यस्तो छ समुद्र त्यहाँ छ अब अहिले एकछिनमा समुद्र गएर समुद्र पनि देखाउँछु तपाईँहरूलाई म अनि म चाहिँ यहाँ छु राउन्ड हानेर चाहिँ यहाँ के बोल्ने अब बोल्ने आएर भिडियोमा है अब भिडियो नबोले मेरो भोइस नसुने पनि यतिकै हेरिदिइराख्नु न क्यामेराले अब मेरो अनुहार देखायो भने अब मेरो अनुहारै हेर्न मान्दैन क्यामेराले के गर्नु अब फनक्क फर्किन्छ आफै अब यस्तो गरेर त हुन्छ अनि हामी चाहिँ एक्जिट नभेटेर घुमे छौँ घुम्दा एक्जिट कहिले नभेटिने भयो कहाँ हो एक्जिट यार अझै भेटिँदैन त दाइ एक्जिट भेटेन अझै यहाँबाट देखिँदो रहेछ नि त सही दाइ डल्फिनको यहाँबाट त अनि डल्फिनको त सही रह त यहाँ अस्ति पन्जर यहाँ रह दे यो चाहिँ यसको यो के हो है पढाउ आफै टक्क पज गरेर इङ्ग्लिस पढाइन्छ टक्क मिलाएर खाएको नि नानो आफैले यस्तो छ हात्तीको उ जस्तो नि छ त समुद्रको साइडमा हामी तिन भाइ एक भाइ सिकिस्तै हामी तिन भाइ यता हेलो भन्ने हेलो मिनासान छैन आइज सबै आइज अब त म एक्सपिरियन्स भइसक्यो नि अलिकति पहिलाको भन्दा अलिकति खतरा खालको क्वालिटीको भिडियो दिउँ भनेर सोचेको हो हेरौँ कतिको सकिन्छ गाइजहरूलाई र आजको खानाको एक्सपिरियन्स सुनाइदिनु न त खाना चाहिँ वैसी थियो मिठो थियो खाना चाहिँ होइन तर राम्रै भयो रमाइलो भयो जापानमा आएर होटलमा यस्तो खाना खाएको चाहिँ लाइफमै फर्स्ट टाइम होला राम्रो थियो मिठो थियो अनि खाना नपाउने ठाउँमा आएर हामीलाई छिटो खाना तयार गर्दाखेरि हल्का भेराइटी कम थियो त्यहाँको म्यानेजमेन्ट कस्तो लाग्यो म्यानेजमेन्ट ढिला म्यानेजमेन्टहरू म्यानेजमेन्ट त ठिकै हो मान्छे कम थियो नि त मान्छे दुईजना थियो एउटा बनाउनु पर्यो अरे किचनमा भयो एउटा बाहिर हेर्दाखेरि अलिक थोरै भएर छ नि हो भने नि भेराइटी कम अरू त ठिक थियो भेराइटी त छैन नि खाना खानुभन्दा अगाडि सुप र एसआई चाहिँ दामी थियो सुप र एसआई त्यो उहरू होइन सलादहरू त्यो चाहिँ दामी थियो जस खाना नि मिठै हो अलिकति चित्त बुझेन मलाई तर दिदीले मेहनत गरेर हामीले चाहिँ टार दिनुभयो त्यो राम्रो लाग्यो खुसी लाग्यो पैसा त्यो चाहिँ ठिक हो
पैसा अनुसारको ठिक हो अब हाम्रो अब भोक पनि मेट्यो नि सरप्राइज चाहिँ सरप्राइज भयो मैले सोचिरहेको थिएँ यिनीहरूले खाना चाहिँ कम हालिदिन्छ नि कि भनेर के अरे योभन्दा पछि थप्न मिल्दैन भनेर चाहिँ सोचिरहेको थिएँ अब त्यो ठाउँ अनुसारको हुन्छ नि त अब ठाउँ ठाउँमा अब काहीँ थप्न मिल्ने काहीँ नमिल्ने भनेर यहाँ चाहिँ थप्न चाहिँ मिल्ने तर खानै रहेछ कि खाना नभएको कारणले गर्नाले अलिकति गाह्रो पर्थ्यो त्यसपछि खाना चाहिँ हामीले खाना र ग्रेभीसँग मात्रै खायौँ होइन पोर्क ग्रेभी र चिकन ग्रेभी दाल लगभग थिएन अनि त्यसपछि अरू चिकन पनि थिँदै थियो दाल त कहाँ लास्टमा मैले खाना खाइसकिसकेको अनि पिदिएको मैले दाल त अनि त्यस्तो त मात्रै भएन त्यो भएन अब अफिसमा रेडी अब रमाइलो बेच्दिने मलाई बेच्दिने हुन्छ अब बेचिदिन्छु रे म किन्न रेडी छु यहाँ पैसा चाहिँ म अलिक महँगो लिन्छ जस्तो लाग्छ पैसा पनि रिजनेबलै हो नि एकदम रिजनेबल पछि हामीले खानाको थप खाना नभएर हामीले फेरि नान पनि खायो पनि खाएन नान खाइसकेपछि नान पनि थप्दाखेरि सस्तैमा मिल्यो नानको पैसा लागेन खानाकै पैसा खानाकै पैसा 2900लाई हामीलाई 2500मा मिलाइदियो डिस्काउन्ट पनि दियो 27 27 होइन 2900 भनेको थियो होइन 27 200 रुपियाँ डिस्काउन्ट दियो 200 रुपियाँको अब के खायो नि त हामी टिकट काट्ने ए अहिले अहिले फुनेको टिकट गर्नुपर्छ फुनेको टिकट टक्क लाएर होइन विनोद दोस्त बोल्यौ न तिमी पनि विनोद यहाँ तिमी बसमा रेट गरेर यहाँ घुम्न त मन लाग्छ म बुझ्छु किप सपोर्टिङ है किप सपोर्टिङ सपोर्ट गर्न चाहिँ नछाड है के हो आज त हामीले खोजेको कुरै भेटे छैन त किन होइन यी के अरे देगुची खोजेको देगुची भेटेन अहिले किफुरिबा खोजेको किफुरिबा भेटेन आज त आज त हामीलाई लोद्धरै लाग्यो के हो त्यस्तो होइन घुम्ने ठाउँ धेरै छ अँ अनि यताउता हेर्दै घुम्दै गर्दाखेरि अलिक मात्रै फरक भयो लगभग तपाईँ भेट्यो न कहाँ होला त खोइ यो के हो खोइ त्यो हो र के खान्छ त्यो के खान्छ आउँदैन सिर बाको खान्छ मात्र आयो अगाडि खान्छ आएन मलाई अब यस्तो छ अब के गर्नु होइन भ्लगरहरूले कसरी चाहिँ भ्लग बनाउँछ होला है मैले यति हात उठाउँदैन पुरै गलिसक्यो हात तर सकिँदो रहेछ यहाँ लास्टै हात गल्दो रहेछ नि मछली बजार मछली यहाँ चाहिँ मछली बजारमा आइपुग्यौँ हामी टिकट किन्न खोज्दा 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 लास्ट टाइम मछली किन्नमा आइपुग्यौँ दाइ मछली किनेर लैजाउँ नि त जुन नि एउटा इल माछा टक्क मुनेर लैजाउँ यस्तो धुन्नाएर त्यो त यस्तो धुन्नाएर लिएर जाने हात नछुने त्यही त भने कहाँ अनि ठुलो जाल भन्दा अनि मारिहाल्छ एकतिर धन हानेदेखि जाने पुग्नै पारिहाल्छ नि अनि अब भिडियो बनाउनु मिल्यो कि होइन म मस्त बनाउनु हेरिरहेको छु है दाइ भिडियो बनाउनु मिल्छ मिलेन होला उता चाहिँ हामी आएको होइन दौरो कौसोको दौरो यो हो यहाँ झर त नि हामी यहाँ झर अनि टाढाको त्यो पुल कटा त मलाई याद छ दाइ अनि कस्तो दामी पुल छ क्या फेरि है सिग्नेचर ब्रिज के भन्छ यसलाई खै सिग्नेचर ब्रिज भनेको हो र यो हो र सिग्नेचर ब्रिज होइन तर हेर्नु पोल यता छ अर्को पोल उता छ बिचमा केही छैन क्या त्यो ल ठाले अड्केर राख के ल हेर्नुहोस् त गाइजहरू ल हामी चाहिँ बल्ल बल्ल पुलमा आइपुग्यो उहाँले हेरे लगभग आधी घन्टा हुन आँटेको हिँडे पुलमा आइपुग्नलाई मर्या जति भइसक्यो यार हावाले हाने त्यत्तिकै उडा छ मलाई त ठ्याक्कै पछाडि लैजाल जतिको भयो हौ सिमना सेकी पुग्न नि कस्तो कष्ट गर्नु पर्यो हामीले खोइ त्यहाँ खोइ
पुरानो ट्रेनको लिकहरू छ अरे, पुरानो ट्रेनहरू छ अरे भनेर सुने हिजो भन्दै थियो त। हाम्रो सेन्सेले भन्दै हुनुहुन्थ्यो त। अहिले चाहिँ मैले माथि देखाइरहेको समुद्र मुनि मुनि हिँडिरहेको छ। अहिले हामी समुद्र मुनि मुनि टक्क लाएर टनेलमा भनिदिनु दाइ। यहाँ गयो समुद्र मुनिको समुद्र एक ठाउँबाट अर्को ठाउँमा क्रस गर्नको लागि हिँड्ने बाटो हो यो। समुद्र मुनिको टनेल हो। हिँड्न मिल्छ, हिँड्न मात्रै मिल्छ। दायाँ बायाँ त केही देखिँदैन। मैले होइन जुन बनाएको थियो नि समुद्रको भिडियो, त्यही समुद्रको मुनि बनाएको टनल यो चाहिँ हामी अहिले त्यो टनलमा चाहिँ हिँडिरहेको छौँ। मस्त मजा आइरहेको। हामी चाहिँ पहिलो होला है यहाँ हाम्रो गएकोबाट आउने। आजकोमा चाहिँ पहिला ल्याएर होला त थाहा होइन। आजकोमा चाहिँ कोही आइदिएन अहिलेसम्म यहाँ। पहिला ल्याएन अरे। त्यसो भए हामी फर्स्ट टाइम हो त्यसो भए हाम्रो। बब्बल रमाइलो भइरहेको। कान तातो तातो। दाइ यता, अर्को दोस्त यता, अर्को दोस्त घरमा है त। घरबाट मेरो भिडियो हेरेर रमाइलो गर है। फेरि म तिम्रो लागि तिम्रो लागि स्पेसल भिडियो बनाएर भिडियो अपलोड गर्छु युट्युबमा। त्यो युट्युबमा भिडियो हेरेर टक्क लाइक सेयर सब्सक्राइब सबै हानेर अनि सपोर्ट गर्नुपर्छ है। सपोर्ट होइन भल दामी दामी। बाँकी भिडियो पारिपछि बनाउँछु है। म ठ्याक्क बाहिर निस्केपछि यताको समुद्र देखाउँदै तपाईँहरूलाई म देखाउने नै छु। किप वाचिङ। ल हामी चाहिँ बल्ल निस्क्यौँ त्यहाँबाट टनेलबाट। हामी छिरेको पारिबाट छिरेको हामी ठ्याक्कै त्यो सेतो घरबाट। अनि यहाँ आइपुग्यो। यहाँबाट सर्लक्क लाएर यस्तो आइपुग्यो। यो समुद्र मुनि थियो टनेल। ठ्याक्कै यहीँ मुनि त होला नि दाइ। यहीँ मुनि होला क्या। यहीँबाट आएको के दामी छ नि छैन यस्तो। हामी चाहिँ हिँड्न लागेको अब 1 घन्टा भयो। अहिलेसम्म हाम्रो डेस्टिनेसनमा पुगेको छैन। कहिले पुग्ने हो थाहा छैन। यो अब हिँड्दा हिँड्दा थाकिसक्यो। कहिले पुग्ने हो कहाँ पुग्ने हो त्यो पनि थाहा छैन। के गर्ने त्यो पनि थाहा छैन। यस्तो छ यहाँ चाहिँ मूर्ति छ। के को मूर्ति नै मूर्ति हो यो। ग्याङ यस्तो फुलपातहरू। अब चाहिँ हामी सोरो यो घरमा जानेछौँ। घरभित्र छिर्न पाए चाहिँ हुने हो। हाम्रो गएको आइसकेको छ नि त ऊ उहाँ पाऱ्यो अगाडि। अगाडि हामीभन्दा अगाडि आइपुगेका छन्। अनि पुणेबाट आएको हामीभन्दा अगाडि। यहाँ के हो पारा हामीलाई ओभरटेक हान्ने। यिनीहरू अगाडि हिँडेर जाने। ए ल यहाँबाट खिचाउनु त फोटोहरू है। सबैको हालत तपाईँ थकान भएर यसरी बसेका छौँ। यस्तो गाह्रो हो। लगभग हामी 5 किलोमिटर जति हिँड्यो होला। त्यति हिँड्दैमा सक्यो हाम्रो खानासाना सक्यो। खुट्टा दुखेर यस्तो छ हालत। यसरी जुत्ता खोलेर बसेका छौँ। अर्को दोस्त यता दाइ उता हिँड्दै हुनुहुन्छ। भ्यू हेर्दै बसेका छौँ। अब अहिले एकछिनमा सबै सिट चढेर जानुपर्छ। हेर्दै गर्नु होला। ल हामीले चाहिँ बल्ल बल्ल कुर्या मान्छे यहाँ आइपुगे। अब जाने हो फुने चढ्न जाने हो। अब ट्याक्क फुने चढ्ने हो। अनि पारि जान्छौँ हामी। फुने चढेर होइन टनेलमा आयो वारी। अब फुने चढेर पारि जाने। घुम्ने बस्ने काम केही छैन। चिलमा है हामी चाहिँ अब फुने चढिसक्यौँ। फुने चढेर अब टक्क जान्छौँ झरेपछि तपाईँहरूलाई म देखाउने नै छु। जिन्दगीमा पहिलोचोटि लाइफको एक्सपिरियन्स लिनुपर्छ।
ल हामी पनि फुने चढेर टक्क आयो यही चढेर आएको पारिबाट यहाँ यही गयो दादा कस्तो भयो त एक्सपिरियन्स फुनेको एकदम दामी पानी कति खानु त एकदम पानीको त्यो उब्जिँदाखेरि छाल चाहिँ दामी आउँदो रहेछ विनोद कस्तो भयो त हामी अब यतातिर घुम्ने हो कि हामी घुम्ने भित्र जाने हेर्ने बस्ने ल चार्जर अब बेलुका दिन्छु के चाहिन्छ अहिले ल है त टुक्रिया माछा भनेर यसलाई भनिन्छ है मैले लाएर नाम आयो त्यो मुख पनि के खालको हो त्यो माछाहरू नै मुख हेर न मुख के खालको मुख हो त्यो के हान्छ यसले यो त सार्को है सानो खालको रह कस्तो ग्रिप लिए हामी यता छौँ यहाँ थकी थकान भएर मस्त चिलमा बसिरहेको छु हाम्रो लभर्सहरू यता छन् है लभर्स डान्स हान्दैछौँ यता यता बोयफ्रेन्डसँग बोलेर बस्ने यता बोयफ्रेन्डसँग बोलेर बस्ने जे पनि भन्ने नि यता नाच्दैछन् नाच है नाच है नाच है